हेलो एभ्रिवान, नमस्कार। न्यू डे न्यू भ्लग यहाँहरू सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु। म उद्धव तमाङ। अहिले तपाईँ हेर्दै हुनुहुन्छ राइडिङ भ्लग। अनि यो भिडियो चाहिँ उद्धव भ्लग युट्युब र उद्धव भ्लग फेसबुकमा एकसाथ हेर्न सक्नुहुनेछ। र आज म छोटो परिचर्चा गर्न गइरहेको छु बालेन शाहको बारेमा। साथीहरू, बालेन शाहको क्रेज देख्नुभयो त? बालेन शाह आज पूर्वको यात्राहरू सबै सकेर काठमाडौँ फिर्ती सवारी भइसक्नु भएको छ। थाहा छैन अब मिडियाले उहाँलाई कति घेर्नुहुन्छ, इन्टरभ्यू दिनुहुन्छ कि दिनुहुन्न, त्यो चाहिँ हेर्न बाँकी नै छ। अनि उहाँको क्रेज देख्नुभयो होला नि साथीहरूले जनकपुरमा, त्यसै गरी केपी ओलीको गाउँ झापामा त झन् थामी नसक्नुकै थियो। बा, यसपालि बालेनको क्रेज चाहिँ अति नै छ है साथीहरू। केही होला जस्तो छ। फागुन 21 पछि हेरौँ। अनि त्यसै गरी बालेनको क्रेज सङ्खुवा सभामा पनि देखियो। अनि हर्का साम्पाङको गाउँ धरानमा पनि त्यस्तै देखियो। बालेन केही होला जस्तो छ साथीहरू। लेट्स सी। अनि त्यही हो, अरू त केही भन्न छैन। अब फागुन 21 पछिको पर्खाइ रिजल्ट के हुन्छ, देशले पक्कै पनि नयाँ अनुहार र परिवर्तन पाइन्छ भन्ने मेरो अपेक्षा हो साथीहरू। अब नयाँको अनुहारलाई हेरेर अब एकचोटि यसपटक चाहिँ सबैले नयाँ अनुहारलाई नै रोज्नुपर्छ। त्यही हो। अरू अब राइडिङ भ्लग यस्तै म गर्ने गर्छु। साथीहरू साथ सपोर्ट गर्नुहोला। भिडियो कहाँबाट हेर्दै हुनुहुन्छ कमेन्ट मेन्सन गर्नुहोला। हस् त, सबैलाई नमस्कार। यहाँहरूको दिन सुखद रहोस्, शुभ रहोस्। नमस्कार।